स्वागत छ साथीहरू। अब म चाहिँ हजुरहरूलाई मेरो सागबारी चाहिँ टुर गराउँछु होइन। अनि म लागेँ सागबारीतिर। यहाँनिर फेरि साग मात्रै छैन, फुलहरू पनि रोपेको छु मैले रोपेको छु मैले। अनि यहाँनिर चाहिँ मैले लसुन रोपेको थिएँ, हल्का उम्रेको छ। यहाँ धनियाँ उम्रेछ, खाँदैछु मैले यो धनियाँ। यहाँ हेर्नु न कति राम्रो भइरहेछ यो फुल। अनि यसको पछाडि नि यो सबै उखालेर म रोपिदिन्छु होइन। यहाँ मेरो रायोको साग मजाले उम्रिरहेछ। यहाँ मैले पुरानो सागहरू चाहिँ फर्स्ट लटको सागहरू टिप्दैछु है। यो साग टिपेर चाहिँ सुप्रियालाई लगेर दिनु छ है, रिसाएर म डाँटेको थिएँ उसको लागि है यो साग चाहिँ। अनि यहाँको घाँसहरू उखालेर फेरि अर्को लट चाहिँ रोप्नु पर्यो भनेर मैले यहाँ माया गरेर यहाँ घाँस उखाल्दैछु, किनभने यहाँनिर धनियाँ पनि छ, नयाँ नयाँ साग छ है। अब यो मेरो आफ्नै घर नभए पनि के गर्नु है, मैले चाहिँ सफा गर्छु वरिपरि, अरूलाई मतलब नभए पनि होइन, रिसै गरे पनि होइन। अनि यहाँनिर ठाउँ बनाएको थिएँ। अनि यो चाहिँ अब मल हो कि के भन्छ मलाई थाहा छैन, तर यो चाहिँ माटो जस्तै हो। यो छरेर अनि साग रोप्नलाई मैले यु टाइपको छ क्या ठाउँ, अनि रेडी बनाएँ, बिउ उखालेँ होइन। अनि साग रोप्न थालेँ। फेरि आज प्लान छ मोमो खाने होइन। अनि हात छिटो चलाउँ भनेको कति लोसे छु, हातै छिटो चल्दैन। हेर न त्यहाँ डाम कस्तो हात छ हो मेरो है। त्यही पनि बिस्तारै बिस्तारै रोपेर मैले यति चाहिँ भ्याएँ। अर्को साइडमा आएर धनियाँलाई चाहिँ फेरि माया गर्दै गर्दै खाली खाली ठाउँमा चाहिँ है साग रोप्नलाई ठाउँ बनाएँ। अनि यता साग रोपेँ मैले है। यसरी साग रोपेँ। अनि त्यसपछि यो साइड यस्तो लोसे लोसे गर्दै गर्दै यो साइड पनि मैले साग रोपेर भ्याएँ। अर्कोमा चाहिँ मैले अर्को रुमको साथीलाई बोलाएर फेरि साग रोप्न लगाएँ है। अनि यो साग टिपेर म भित्र जान्छु होइन। मोमो बनाउनु चाहिँ मैले सब कुरा रेडी बनाइसकेको थिएँ अगाडि नै होइन। अनि त्यसपछि अब मोमो स्टिम गर्न मात्र बाँकी थियो यति। अनि अचार फेरि मैले अघि नै मिक्सीमा हालेर बनाइसकेको थिएँ। अनि अघिको बारीको धनियाँ टिपेर ल्याएर काटेर अनि त्यो अघिको मोमोको उसमा अब झोल मोमो बनाउने भनेर तातो मोमो हालिदिएँ, तातो पानी हालिदिएँ। कोकसँग खाने भनेर कति बजी होइन, कोक ल्याएर अनि मोमो खान रेडी भयो है। अनि रुममा गएर मोमो खान थालेँ। कति मिठो भयो है साथीहरू होइन। मेरो सागबारी टुर गरेर रमाइलो लाग्यो होला, मैले मोमो खाएँ पनि रमाइलो लाग्यो होला। अब मैले पेट दुखाइ मुख फेरि मेरो है दुखिसकेको थियो खाएर है। ल बाई बाई साथीहरू, हा।